गाइज यसरी चाहिँ के छ गाइज होइन म चाहिँ आज बेसीतिर घुम्न जान लागेको छु खोलातिर गाइज यत्तिकै अब आज शनिबार घुम्न पऱ्यो नि त केटाहरू अब खोलातिर छु भन्दै गर फोन गर्दै गर केटाहरूसित जान लागेको होइन गाइज आज यसो खेततिर नि घुम्न पऱ्यो खेततिर नभएको धेरै भयो के आज यसो खेतमा जान पऱ्यो होइन गाइज केटा जाने यसो खेतमा काम गर्न पऱ्यो आलु लागेको छ आलुमा यसो पानी हेर्न पऱ्यो होइन त्यो हेर्नु पऱ्यो नि त लगाइसकेपछि खेत लगाउन नै खेत आफ्नै थियो त्यही पनि अब बिउ बाली लगाएपछि हेर्नुपर्छ क्या होइन यति नै खालको खोलो फेरि हाम्रो घरबाट धेरै टाढो जानु पर्दैन क्या धेरै टाढा पनि जानु पर्दैन यति नै नजिकै हो ऊ त पारीको देख्ने चाहिँ त्यो ऊ त्यो यो चाहिँ मिसिन हो त्यो पहिलाको पानीबाट चल्ने मिसिन हो यही चाहिँ खेत भइहाले मेरो खेत चाहिँ पारी छ लगाएपछि म चाहिँ खेतबाट बाटासिम पुग्न लागेको छु होइन गाइस आइसक्यो तलतिर खोलासिम आइसकेको त्यो पारीको चाहिँ मिसिन हो क्या पहिलाको पानीबाट चल्ने मिसिन हो यो चाहिँ खेतको फाँट भइहाल्यो उहाँ पारीको चाहिँ मिसिनदेखि माथिको खेत चाहिँ हाम्रो गाइज म त्यहाँ गएर देखाउँछु क्या हजुरहरू ल धेरै छैन थोरै छ गाइज जमुना बाबाले किन्नु भएको होइन गाइज म चाहिँ झर्ना लगाइसकेको छु यति यो भइसकेको छु बाटोदेखि माथि रोज हाम्रो बाटो खतरा क्या गाइज यहाँबाट खस्यो भने नि पुरा पहिरो खस्यो क्या यस्तो देखिन्छ क्या बाटो भने होइन यस्तो हो क्या बाटो पुरै यस्तो बाटोमा घाँस दाउरा गर्नुपर्छ क्या गाइज म चाहिँ बाटोनिर झरिसकेको छु देख्न सक्नुहुन्छ यो चाहिँ घर भयो होइन त्यहाँ चाहिँ होटल छ होटल दुई तिनवटा होइन म चाहिँ झरिसकेको छु होइन ऊ त्यहाँ देख्नुभएको त्यो घर चाहिँ सुमनको गाइज यो चाहिँ अब फर्सियानीको गाइज होइन यो फर्सियानीको घर हो यो चाहिँ यति बस्छन् क्या हेलो गाइज म चाहिँ पुलनिर पुगिसकेको छु देख्न सक्नुहुन्छ ऊ त्यहाँ चाहिँ नयन भाइ छ नयन भाइ र नयनको मम्मी तर नयन भाइले बब्बाल काम गर्छ क्या गाइज होइन त्यही पनि अब यसो जसले नि घर बसेपछि काम गर्नु पर्यो नि त म चाहिँ पुलनिर पुगिसकेको छु 5 वर्षसम्म पारेर बजेट बनाएको पुल खोलो चाहिँ धमिलो भएको छ यस्तै छ अब खोलो देख्न सक्नुहुन्छ गाइज फाइनली चाहिँ पुगिसकेको छु एकजना बाइक लिएर जानुभएको छ गाइज देख्नुहुन्छ हामी चाहिँ यस्तै खोलामा हिँड्छ कि माछा मार्ने यत्तिकै हो अब यस्तै हो गाइज खोलानिर पुग्ने यस्तै अब घुम्ने होइन त्यतिको दिनै हो घुम्ने अरू दिन पाइन्न अरू दिन पढ्नु पऱ्यो गाइज यस्तै हो यो चाहिँ अब मिसिन हो क्या पानीबाट चल्ने मिसिन यो चाहिँ पहिला हामीले लगाउँथ्यौँ खेत राम्रो थियो यहाँ चाहिँ अहिले पुलले गर्दा यस्तो भएको छ त्यही पनि ठिकै छ खेत अब नहुनेर त यही पनि चल्छ गाइज होइन यस्तै छ म चाहिँ मिसिन लागेको छ हाम्रो बाटो चाहिँ ठाड्डै छ क्या यस्तो बाटोमा नि हामीले धाना धक्रा बोक्छौँ कि मुरी गएको यस्तो छ होइन यस्तै पनि हिँड्नुपर्छ क्या हिँड्न परिहाल्यो नि अब यस्तो गाइज देख्न सक्नुहुन्छ फाइनली यो चाहिँ मिसिनको कुलो भइहाल्यो होइन यहाँ चाहिँ मिसिनको कुलो यो चाहिँ तरेर जाने पालतिर यस्तै छ गाइज हिँड्ने उठ्ने अझै मलाई चाहिँ रुगा लाएर मेरो बोली यस्तो भएको छ क्या मात्र राम्रो म चाहिँ खेतमै आइसकेको छु होइन हाम्रो खेत चाहिँ यस्तो हो क्या ठिकै होइन यति देखिने यत्नाड यतापट्टिको चाहिँ हाम्रो खेत भयो गहुँ लगाएको छौँ उम्री लाग्यो हल्का फुल्का गहुँ मसुरो लगाएका छौँ यस्तो छ होइन गाइस देख्न सक्नुहुन्छ फाइनली हामीले चाहिँ यहाँ चाहिँ मसुरो लगाएका छौँ होइन खेतलाई आफ्नै हो होइन यो चाहिँ हामीले आलु लगाएको गाइज देख्न सक्नुहुन्छ हाम्रो खेत चाहिँ यति छ क्या धेरै होइन उताको आन्टीको भयो उतापट्टि एकजना उता बजारतिरको हो मान्छे हुनुहुन्थ्यो उहाँले लगाउनु हुन्न यो हाम्रो दुईवटाले मात्र लगाउने यो हाम्रो हो यतापट्टिको चाहिँ आन्टीको हो यो साइडको चाहिँ आन्टीको गाइज होइन यस्तै छ
यो त माथिको भयो गाइज त्यो चाहिँ पारीको फोम भयो होइन फोम यत्तिकै होइन त्यो कुखुरा पाल्छन् के कुखुरा पाल्ने ओर्ने गर्छन् के कुखुरा पाल्छन् के यहाँ चाहिँ हामीले अब यसो खेत लगाउँदाखेरि यसो नास्ता पानी गर्ने ठाउँ नास्ता गर्ने ठाउँ हो क्या होइन गाइज यस्तै हो अब यस्तै हिँड्ने उहाँ हो क्या माथि हो क्या हाम्रो फेरि माथि हो क्या घर उहाँ हो क्या यता हो क्या घर गाई यस्तै चाहिँ गाइज भलक चाहिँ कस्तो हुन्छ अब हेरेर साथ दिन होला होइन मैले चाहिँ ठिक्क छोटो मिठो बनाउँछु क्या चाल धेरै भएन क्या थोरै यसो सब्सक्राइब गर्नलाई होइन म चाहिँ यस्तै भलक बनाउने यत्तिकै गाउँतिरको हिँड्ने ओर्ने गर्छु क्या होइन यता चाहिँ हाम्रो कुलो चाहिँ उतो पारीको ढुङ्गा निराला हुन्छ क्या ढुङ्गा सिमबाट हुन्छ क्या ऊ माथि हो त्यो ढुङ्गा सिमबाट हुन्छ क्या त्यो ढुङ्गा निराला हुन्छ होइन गाइज पानी चाहिँ त्यहाँनिरबाट हुन्छ दुईवटा खुला एउटा चाहिँ भत्केको छ एउटा चाहिँ यत्तिकै ठिकै छ अब म चाहिँ आज यस्तो हाम्रो खेततिरको भ्यू खिचौँ न त भनेर खिच्न लागेको कस्तो ठिकै छ क्या हाम्रो खेत फेरि होइन असार अनि मान्छे बवाल हुन्छन् कि हाम्रोमा फेरि हाम्रोमा लगभग 40-50 जना हुन्छन् कि रोप्ने मात्र 40-50 जना हुन्छन् अरू त मस्तै हुन्छन् अब हाम्रो काम पनि त मस्तै कहाँ गएर गर्छन् नि त त्यही भएर मान्छे मस्तै आउने गर्छन् कि यस्तै हो काम गर्न पर्यो होइन आज चाहिँ यसो छुट्टी छ भनेर भलक बनाउँदै हिँडेको सो होइन सो गाई यस्तो हेरिदिउँ न त होइन हाम्रो त्यहाँनिर यस्तै छ त्यहाँ चाहिँ यो खोलो भइहाल्यो यता साइडमा खोलो भयो यहाँ चाहिँ खोलो हो क्या हामी पौडी खेल्न जान्छौँ क्या होइन त्यहाँनिर चाहिँ यहाँ चाहिँ पौडी खेल्न आउने खोलो हो क्या यो अरूको घरहरूमा स्विमिङ चाहिँ हाम्रो फेरि खोलो हुन्छ क्या गाइज यो चाहिँ खेत भयो यो पुरै फाटो क्या पुरै होइन पुरै फाटो क्या लगभग मस्तै यो 7-8 जनाको खेत छ क्या होइन कसको खेत छ सबैले कमेन्ट लाइक गर्नलाई होइन यो चाहिँ हाम्रो बागी खोला 3 थुप्रे पुल लम्बाइ 25 मिटर होइन उता चाहिँ मिसिन भयो यस्तै होइन मिसिन भइहाल्यो थियो होइन यहाँनिर चाहिँ बुङ्गुर पालेछन् क्या यस्तो खोलो चाहिँ माथिबाट आएको क्या यही माथिबाट आएको क्या यो खोलो भइहाल्यो गरेर होइन गाइज देख्न सक्नुहुन्छ फाइनल्ली म चाहिँ आज यस्तै भिडियो बनाउँदै हिँडिरहेको छु गाइज कस्तो लाग्छ तपाईँले हेरिदिनु होला हेलो सो गाइज होइन एकजना हजुरबा भेट हुनुभएको थियो यहाँ चाहिँ हामी अलिअलि भलिबल खेल्थ्यौँ यस्तै अलिअलि खेल्थ्यौँ कि भइहाल्यो यस्तै यहाँ होटेल छ होइन 3 थुप्रे आउने गरीले कमेन्ट गर है त गाइज होइन सो गाइज हाम्रो चाहिँ एकजना मोटे भाइ भेट भएका छन् रुक्न भाइ मन जाने हो क्या रुके के छ भाइ तेरो नाम के हो भन्न भाइ के छ सन्जय छ नि त्यो भाइ चाहिँ हाम्रो एकजना बब्बाल छन् कि भाइ बवाल मोटा नि भाइ फेरि होइन खतरा के भाइको घर चाहिँ उता पारीको सो गाइज होइन हामी चाहिँ यत्तिकै हिँडिरहेछौँ यो चाहिँ सुमनको घर भइहाल्यो गाइज